कस्तो मजाको दिनमा आयो आमामा हुस्सु लागेर पुरै पुरै वाह 10 रुपैयाँको यो केको काठ हो यस्तो यो केको टुना यस्तो उतिसो उतिसो अनि यहाँ डाँडामा आएर लिची खान आएको अर्ग्यानिक लिची हामी चाहिँ वास्तवमा तलै खाजा खाएर आएको तल बालाङखामै खाजा खाएर आएको यहाँ चाहिँ यत्तिकै रमाइलोको लागि रमाइलो हेर्नुको लागि आएको कति आनन्दको मेरो होला हौ त मार्क्स कस्तो दामी मौसम हो वाउ उस्सु सुसु आउने उस्सु के बिजोग हो यो के बिजोग यस्तो अनि त्यही त भन्छ पानी पनि यस्तो बिजोग हेर त पानी हेर्नु त बिजोग पानीको लेकमा र पानीको बिजोग भो किन्नु नपाउने रहेछ त कतै अनि के गर्नु त नि लुखामै साथीभाइहरू राम्रो त नि त्यस्तो त नि घरकेले छ उनी गीता नाच्नु त नाच्ने मेरो अहिले मुड आउँदैछ नाच्नु कस्तो दामी मौसम भयो नि फाइनली साथीहरू हामी चाहिँ लाग्यो आजको हाम्रो यात्रा सफल भयो हामी चाहिँ लाग्यौँ घरतिर खै पनि थाहा छैन होइन चुप लाग्यो यतैबाट लाग्यो लाग्यो साथी हो त्यस्तो ओह्रालो गर भने त गयो त कस्तो रमाइलो भएको काकाले त फेरि अर्को काकी ल्याउनु लाउलाई माथिबाट जाऊँ ल माथिबाट अरे माथिबाट बाटो अप्ठ्यारो होला हौ बाटो अप्ठ्यारो होला नि त यस्तो छ नि आमा लु वाह कस्तो दामी ठाउँ हौ भेडा बाख्रा वाउ गोठाला गर्नु हुँदैछ हेलो 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 भेडा बाख्रा चराको वाउ कस्तो दामी होस् हो अनि हराइ जान्छ मान्छे त ओ माइ गॉड बाटो त हेर बाटो देख्दैछौ के हो बालाङखा बजार आयो है बालाङखा बजारमा हेर्नुहोस् हुस्सु लागेर पुरै मान्छे देखिँदैन बाटो देखिँदैन टाटा बाई बाई बालाङखा हाम्रो चाहिँ यात्रा सकियो फर्किँदैछौँ हामी चाहिँ बालाङखा बजार हुस्सुले पुरै डम्म हुस्सुले केही देखिँदैन